आज चाहिँ हामी होइन नयाँ ब्लग सहित उपस्थित भइसकेका छौँ। हामी चाहिँ अब फेरि आज घुम्न जान लाग्यो। बिदाको दिन साथीहरूसँग चाहिँ घुम्न जाँदैछौँ नयाँ ठाउँ। के हुन्छ नयाँ ठाउँमा म तपाईँहरूलाई देखाउँछु हामी प्रोको साथ। आज चाहिँ हामी प्रकाश बुढो, निराजन दोस्त, ओम दादा, सुशील भाइ र अरू साथीहरू रेडी नभएर हामी चाहिँ वेटिङ गर्दैछौँ। यता विशाल दाई, उता गोपाल भाइ छ। अब साथीहरू रेडी भएपछि हामी निक्लिन्छौँ यहाँबाट चाहिँ। बस चढ्न जाँदैछौँ होइन, अन्त बस चाहिँ आइसक्यो तर हामी अलिक ढिला भयो। बस गयो ल, बस गइसक्यो जस्तो लाग्यो है। हामी चाहिँ अब यहाँ सुशीलैसँग जाँदैछौँ होइन, सुशीलो पनि जाँदैछ हामीसँग। सुशीले चाहिँ अब के बोल्ने भन्दैछ, बोल त। साथीहरू बस गर्न ला हो, बस चाहिँ पारी छ होइन, बस चढेर जाने हो टक्क। हेर यो फेरि कता हिँडेको, कहाँ लागेको यसलाई? कता हो कुन चाहिँ हो बस हाम्रो यार? यो त 116 हो त यार। हामी चाहिँ अब 11 चढेर जाने हो, ट्याक्क 11 चढेर जाने हो होइन बुढा? को हो खै चढो न यार, ल्या है मस्त हो। हामी त बस चढिसक्यो, चढ्ने जति चढिसक्यो, नचढ्ने जति छुटिसक्यो। अब हामी हुँदैन बुढा, जानु। यो चाहिँ हाम्रै बस हो होइन, बसै रिजर्भ हामीले हालिदिइसक्यो होइन। अब यो बस चाहिँ हामीले जहाँ भने त्यही जाने भइसक्यो। अब स्टेसन आइसक्यो होइन, अब हाम्रो स्टेसन चाहिँ आइसक्यो, केटाहरू बोलिसक्यो। अब चाहिँ हामी कता जाने त भन्ने कुरा। अब चाहिँ हामी यहाँ सट्ट अलि अगाडि हिँड्नुपर्छ, 4-5 मिनट हिँडेर अनि ठ्याक्क हामी यहाँ नयाँ ठाउँ हामी चाहिँ नपुगेको खोलिदिएको नयाँ ठाउँमा पुग्दैछौँ। केटाहरू जेब्रा क्रसिङ गर्दैछ होइन। अब हामी चाहिँ यहाँ टक्क हिँड्दैछौँ कि अलि अगाडिसम्म हिँड्नुपर्छ। यहाँ हिँडेपछि चाहिँ ठ्याक्क हुन्छ। सुशीले निन्द्रामै छ। यस्तो यहाँ बाजासाजा बजाउन सिक्ने भयो यहाँ रहेछ वाद्य वादन। आर्टिस्ट चाहियो भने यहाँ सम्पर्क गर्ने है, यहाँ बुल्गेरियामा। हेर्न कस्तो दामी ठाउँ छ यार। अगाडि जानुपर्छ हामी। यो हल्लीको केटाहरू चाहिँ अगाडि छ होइन, अलि हामी चाहिँ पछाडि भयौँ क्या। ट्याक्क केटाहरू चाहिँ अलिकति फास्ट हिँड्यो क्या, अलिक जोसमा जाँगरमा नयाँ ठाउँ जाने। रफ्तार हाम्रो पुरै फुलमा गइरहेको छ। हामी चाहिँ यहाँ पसलहरू हेर्दै, बाटोहरू हेर्दै, गाडीहरू हेर्दै अगाडि बढ्दैछौँ होइन। अब हाम्रो पार्क चाहिँ धेरै टाढा छैन, आउन लागिसक्यो र पार्क आइसक्यौँ। हजुरहरूलाई अझै देखाउँछु। हामी चाहिँ सडक पार गर्दैछौँ फेरि। खोलिदिएको चाहिँ सिस्टम एकदम राम्रो छ। ट्राफिक गेमले एकदम मलाई मनपर्छ। मान्छेको गाडीको सबको ठिकानो बराबर छ यहाँ। रेड लाइट बनिरहेछ, मान्छे टक्क यहाँ रोकिरहेछ क्या सबैजना होइन। टक्क अब रोकिन्छ अनि उताबाट यस्तो खोल्यो होइन। मान्छे हिँड्ने खोली सट्ट हिँड्यो क्या यहाँ। यस्तो गाडीहरू पनि टक्क रोकिन्छ आफ्नै काममा, आफ्नो साइडको। यहाँ बाटोमा चाहिँ हामीले यो जिप्लान गाडी खेल्ने ठाउँ देख्यौँ होइन। टक्क यहाँ चाहिँ एकदम कुल छ ल। हामी हिँड्दा एकदम यहाँ धेरै हिँडिसक्यौँ। 5 मिनट भनेको लगभग 10 मिनट जति हिँड्छ
आइसकेको हामी के हो दादा म त यस्तै ट्रक चलाउने भने खोइ ट्रक चलाउनै पाइएन ए दब्रे ट्रक चलाउने भने यो के हो यो बुल्गेरियामा चाहिँ यो जात त यो के हो यो यस्तो यो फल हाम्रो यो नेपालको आरपानी खुर्पानी चाहिँ यहाँ पाउँछ क्या यहाँ बाटोमा ततै हुन्छ क्या यो चाहिँ है हामी चाहिँ पार्कमा आइसक्यौँ ल अब हामी चाहिँ पार्क हुन्छौँ एकछिन टक्क 2-4वटा फोटो भिडियो खिच्छौँ अनि टक्क हामी अब यहाँ के छ हेर्छौँ रमाइलो गर्छौँ अनि एकछिन टाइम बिताएर जान्छौँ हप्ता दिनभरि काम गरेको माइन्ड फ्रेस गरेर आज चाहिँ जानेछौँ हामी चाहिँ यहाँ पार्कमा इन्ट्री हानिसक्यौँ होइन यहाँ बाँदरहरू पनि एकदम रहेछ यहाँ बाँदरहरूले चाहिँ यहाँ पुरा खाना लगाइरहेको पार्क सुरु भएदेखि चाहिँ होइन यस्तो छ क्या यहाँ यहाँ अगाडि चाहिँ बाटो छ गाडीहरू कुदिरहेको यहाँभित्र चाहिँ यति शान्त यति राम्रो पार्क छ क्या मलाई चाहिँ यो चितवनको जङ्गल जस्तै लाग्यो होइन समथर एकदम समथरमा चाहिँ पुरै जङ्गल छ एकदम यो माइन्ड फ्रेस गर्नलाई चाहिँ एकदम रिफ्रेस गर्नलाई चाहिँ एकदम ठिक ठाउँ रहेछ है यो चाहिँ पार्क चाहिँ यस्तो हुनु पऱ्यो क्या टक्क खेल्ने ठाउँ बस्ने ठाउँ होइन त्यस्तो क्या दामी मान्छेहरू शान्त वातावरण टक्क आराम गरेर बस्ने क्या यो चाहिँ यस्तो दामी ठाउँ रहेछ होइन यो चाहिँ पुरा केवाला रिक्सवाला के अरे वाला ठाउँ रहेछ क्या यो चाहिँ एडभेन्चरवाला रहेछ कि एडभेन्चरवाला है खतराको खेलाडी खेल्नेवाला जग्गा है हामी चाहिँ पुरै एडभेन्चरवाला यस्तो ठाउँहरू हेर्दै होइन यो पार्कमा चाहिँ दामी रहेछ त्यो घुम्नलाई चाहिँ रमाइलो रहेछ यस्तो दामी छ क्या यहाँ चाहिँ होइन तपाईँको एकदम माइन्ड फ्रेस हुन्छ क्या यहाँ चाहिँ रमाइलो छ क्या सहरको बिचमा भएर पनि यस्तो दामी पिसफुल ठाउँ छ क्या साथीहरू चाहिँ अगाडि हिँड्दैछन् होइन रमाइलो हेर्दै पार्कको रमाइलो वातावरणमा शान्त वातावरणमा यो पार्कमा चाहिँ पानी पनि यस्तो व्यवस्था गरिरहेछ कि ठाउँमा त्यहाँले चाहिँ पानी तिर्खा लागेको यहाँ धेरै तपाईँहरूले देख्न सक्नुहुन्छ कि अब यहीँ बाटो छ कि यहाँ अगाडि अब यहाँभित्र चाहिँ यति राम्रो पार्क छ कि फेरि यता पछाडि चाहिँ अब चाहिँ हामी होइन लास्ट अब यो हामी पार्क चाहिँ धेरै घुमियो रमाइलो भयो अब हामी चाहिँ होइन टक्क पार्क घुमेर अब हामी रुमतिर लाग्न लाग्यौँ ब्लग हेरिदिनु भयो भने ब्लगलाई मन पराइदिनु होला लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला धेरै धेरै धन्यवाद हामी चाहिँ फेरि यो बाटोमा निक्लिसकेका छौँ होइन अब हामी चाहिँ एउटा अलि अगाडि बढेर एउटा लोधिप महल छ हामी चाहिँ फ्लोदिप मलमा जानेछौँ फ्लोदिप मल चाहिँ उतै देखिरहेको हो कि अब यहाँबाट चाहिँ हामीले बाटो काटेर क्रस गरेर अगाडि बढ्नुपर्ने हुन्छ साथीहरू चाहिँ अलिकति अगाडि भएर बाटो क्रस गर्नु भइसक्यो उहाँहरू चाहिँ पारी हुनुहुन्छ म चाहिँ अब यहाँबाट बाटो क्रस गर्ने क्रममा छु सावधानीपूर्वक बाटो क्रस गर्न लागिरहेको छु बाटो क्रस गरेर चाहिँ म चाहिँ अगाडि आइसकेको छु अब यहाँबाट चाहिँ अलिकति 1 मिनट जति हिँड्नुपर्ने रहेछ हिँडिसकेपछि हाम्रो अगाडि चाहिँ प्लोदिप प्लाजा छ यहाँ बुल्गेरियाको प्लोदिप सहरको हामी चाहिँ आज यहाँ के हुन्छ के पाउँदो रहेछ यो महलमा भनेर हामी चाहिँ हेर्न आइरहेका छौँ साथीहरूलाई मैले भेटाइसकेँ अब चाहिँ साथीहरूसँगै अगाडि बढ्दैछु म अरू के हुन्छ यही भिडियो मार्फत म हजुरहरूलाई यो महलको सम्पूर्ण कुरा देखाउन गइरहेको छु हेर्नुहोस् होला साथीहरू हामी चाहिँ प्लोदिप प्लाजामा इन्ट्री गरिसकेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ प्लोदिप प्लाजामा यहाँ प्लोदिप प्लाजाको बोर्ड पनि छ
हामी चाहिँ प्लोदी प्लाजाभित्र इन्ट्री गरिसकेका छौँ। अब हामी चाहिँ यहाँबाट अत्याधिक दृश्यहरू हेर्दै रमाइलो दृश्य हेर्दै अगाडि बढ्ने क्रममा छौँ। एकदम बाहिरबाट जति ठुलो देखियो भित्र त्योभन्दा सोचेभन्दा राम्रो रहेछ प्लोदी प्लाजा चाहिँ। एकदम मन पर्यो मलाई चाहिँ। प्लोदी प्लाजामा खत्रै घुमिरहेको छ है, खतरा घुमिरहेको छ। सुशीले अगाडि अगाडि हिँडिरहेको छ। के हो दादा, हामी चाहिँ आगे आगे तपाईँको झोला पछि पछि मिसिन गन बारा। कहाँ जाने हो? टक्कै घुम्दैछौँ के छ कस्तो छ। प्लोदी प्लाजा चाहिँ एकदम ठुलो रहेछ होइन। के हो ग्याङ हो, के हो ग्याङ हो? हामीलाई चाहिँ यस्तो यो दिया छ होइन, यो बर्गरको लागि। अब हामी चाहिँ बर्गर खान जाँदैछौँ। अब हेरौँ बर्गरमा गएर हेरौँ कस्तो छ। मिठो भयो भने खाने हो, अब नमिठो भयो भने अब नखाने हो होइन। हामी चाहिँ प्लोदी प्लाजाको थर्ड फ्लोरमा छ होइन। यहाँ थर्ड फ्लोरमा चाहिँ एकदम रमाइलो छ होइन। चाहिँ अब यहाँ टक्कै एकछिन हेरिरहेछौँ, सोचिरहेछौँ, भ्यूहरू हेरिरहेछौँ मलको। हिँडिरहेछौँ हामी चाहिँ प्लोदी प्लाजामा सपिङ गर्नलाई होइन ब्रो। के छ त ब्रो? आगे हामी चाहिँ स्पोर्टमा छिरिसक्यो होइन। स्पोर्टमा चाहिँ डेन्जर यहाँ पुरा भाले कप फ्रान्सको जर्सी छ। सामानहरू दामी दामी छ है यहाँ स्पोर्टको। हामी चाहिँ यहाँ पुरा जिमको सामान हेर्दैछौँ होइन। हामी चाहिँ यहाँ दोस्तले जिम गर्छ नि त, यहाँ जिमको यहाँ ग्लोभ्सहरू यताउता किन्न लगाइरहेछ। यहाँ चाहिँ सुशीले फेरि यहाँ ब्यान्ड स्यान्ड यसो टेनिसहरू के अलि यसो हेर्दैछ। यहाँ स्विमिङको सामान A to Z स्पोर्ट सामान अभाइलेबल इन प्लोदी प्लाजा। घरतिर लाग्नुपर्छ हामी। अब प्लोदी मल नि घुमियो, केटाहरू वाक्क टिक्क लगाएर घुमेर यहाँ बस्दैछन्। अब जानुपर्छ हामी एक दुईवटा पसल घुमेर। प्लोदी प्लाजामा चाहिँ रक क्लाइम्बिङको गेमिङ पनि रहेछ। हामीले चाहिँ यो हेर्दै अब हामी चाहिँ यहाँबाट बिदा हुन चाह्यौँ। अब हामी चाहिँ रुम जाँदैछौँ। ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ब्लगलाई माया र सपोर्ट गरिदिनु, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।